आदरणीय दर्शक तथा श्रोताबिन सबैलाई नमस्कार। आज म नेपाली कथा लिएर उपस्थित भएको छु। कथाको शीर्षक रहेको छ बाघको सत्कार। चितवनको जंगलमा बस्ने एक सिंगे गैंडा बाघसँग सधैँ तर्केर हिँड्थ्यो। तर एक दिन बाघले उसलाई भोजन खान निम्तो गर्दा गैंडा छक्कै पर्यो। बाघले गैंडालाई जहान परिवार सहित भोज खान बोलाएको थियो। गैंडाले जाने कि नजाने निदो गर्न सकेन। उसकी श्रीमतीले भनिन्, जे भए पनि निम्तोको अपमान गर्नु हुँदैन, जाँदैमा केही बिग्रन्न। छोरी गैंडा अलि हच्किन्, के कामले बोलाएको हो, नबुझी किन जाने? उनले नजाने विचार पोखिन्। तर कान्छा गैंडालाई दिदीको कुरा चित्त बुझेन। बाघको घरमा निम्तो खान जाने भनेपछि ऊ खुसीले फनक्क घुमेर नाच्यो। बाघको निम्तोमा के कारणले नजाने, पत्याउन नसकिने बहाना पनि चाहियो, आउन भन्ने आँट पनि चाहियो। तर उनीहरूसँग ती दुवै कुरा थिएन। यसकारण गैंडा परिवार निम्तो मान्न जाने तयारीमा लाग्यो। गैंडाले आफू र कान्छाको लागि दाउरा सुरुवाल, कोट, टोपी र जुत्ता किनेर ल्यायो। श्रीमती र छोरीले गुनुचोलोको व्यवस्था गरे। बाघको गुफामा जाँदा के कस्ता व्यवहार गर्नुपर्छ भनेर जहानभित्रै छलफल भयो। सबैले नङ काटे, खोलामा गएर नुहाए। खोलामा पौडी खेल्दा कान्छा गैंडाले एउटा सहर माछा समात्यो। उनीहरूले त्यो माछा जतन गरेर बाघलाई कोसीले लगिदिने निदो गरे। छिमेकी गैंडाको मद्दत लिएर श्रीमती र छोरी पनि सिंगारिए। साँझपख गुलाब, चम्पा, चमेली आदि बाँच्न आउने फूलहरू जिउभरि दलेर गैंडा परिवार बाघको गुफामा निम्तो खान गयो। गुफाभित्रको सजावट देखेर गैंडा परिवार चकित पर्यो। चितुवा, स्याल, दुम्सी, ढेँडोहरू पाहुनाहरूको खातिरदारी गर्न तैनात थिए। गैंडाहरूले जीवनमा कहिले नखाएका, जंगलमा नपाइने स्वादिष्ट परिकारहरू पहिलो पटक खान पाए। उनीहरू प्रसन्न भए। बाघ र बगिनीको आदेशमा चितुवा, स्यालहरूले उनीहरूलाई थपी थपी खुवाए। माछा कोसीले ल्याएकोमा गैंडालाई धन्यवाद दिँदै बाघले भन्यो, हाम्रा खोलानालामा अझै पनि यस्ता माछा बाँकी रहेछन्। यी माछाको स्वाद तिखर भए पनि काँडा धेरै हुन्छ, होइन? काँडा भएको माछा खानु निकै जोखिम हुन्छ। बगिनीले त्यो माछा स्याललाई घरमा लगेर खाऊ भनेर दिन्। बिदा हुने बेलामा बगिनीले सोधिन्, छोरीको बिहे कहिले गर्ने हो? भोज खुवाउने होइन? श्रीमती गैंडाले विनम्र हुँदै भनिन्, भोज खान छोरीकै बिहे किन पर्खनु पर्छ र? फुर्सद भए पाउ कष्ट गर्नुस् न हाम्रो घरतिर पनि। श्रीमती गैंडाको कुरा सकिन नपाउँदै बगिनीले भनिहालिन्, हुन्छ नि त, गुफामा बस्दा बस्दा दिक्क लाग्यो, तिमी कहाँ आएर एक दिन रमाइलो गरौँला। घर आइपुगेपछि गैंडा र गैंडिनीले एकैचोटि मुख खोले। बाघ र बगिनीको स्वागत सत्कार कसरी गर्ने? छोरी बुद्धिमती थिइन्। उनले भनिन्, बाघको निम्तमा केही रहस्य छ जस्तो मलाई पहिले नै लागेको थियो। अब त झन् घरमा आउने भए, जे भए पनि उनीहरूको सत्कार त गर्नै पर्यो। कान्छा गैंडा भने मिठो मिठो खान पाइने भयो भनेर दङ्ग पर्यो। केही दिनपछि बगिनीले गैंडाको सन्चो बिसन्चो बुझ्न स्याललाई पठाइन्। वास्तवमा सन्चो बिसन्चो बुझ्ने त बहाना मात्रै थियो। खास उद्देश्य त गैंडाहरूले कहिले भोज खान डाक्छन् भनेर बुझ्नु र यदि बिर्सेछन् भने सम्झाउनु थियो। यसैले गैंडा परिवारले स्याल मार्फत बाघलाई सपेर भोज खाने निम्तो पठायो। गैंडाको निम्तो पाएपछि बाघ र बगिनीले आफ्नो भित्री दूत चितुवालाई गैंडा कहाँ पठायो। बाघ गुफामा बस्थ्यो भने गैंडा झाडी चौरमा बस्थ्यो। गुफाभित्र ठुला ठुला कोठाहरू, भान्सा कोठा, भण्डार कोठा, सुत्ने कोठाहरू, नुहाउने कोठा, चर्पी, पौडी खेल्ने पोखरी आदि विभिन्न सुविधाहरू थिए। त्यहाँ चर्पी सफा गर्नेदेखि खानेकुरा पकाउने भान्से र बैठक सजाउने बैठकी जस्ता विभिन्न काम गर्ने नोकर चाकरहरू थिए। गैंडा बस्ने झाडी चौरमा न त कोठा थियो न त भान्सा नै। चर्पी र पोखरीको त कुरै भएन। गैंडा बस्ने ठाउँ हेरेपछि चितुवाले गैंडालाई भन्यो, गैंडा दाई, बाघ भनेको वनको राजा हो। राजाको सम्मान तिरो र झाडीमा गर्न गाह्रो हुन्छ। त्यही पनि बाघले निम्तो स्वीकारिसक्नु भएको छ। यो नै तिरो लागि ठुलो सौभाग्यको कुरा हो। यदि तिमीले साँच्चै नै बाघको सत्कार गर्ने हो भने मैले भने जस्तो गर्नुपर्छ, अनि मात्र बाघ परिवार लिएर यहाँ पाल्नुहुन्छ। गैंडा र उनकी श्रीमतीले के गर्नुपर्छ होला भनेर उत्सुक हुँदै सोधे। चितुवाले भन्यो, पहिलो कुरा त बाघ सपरिवार आउनुहुने हुनाले उहाँहरूको सुख सुविधा हेर्नको लागि गुफाका सबै जसो नोकर चक्करहरू पनि उहाँहरूसँगै आउनेछन्। सबैजना यहाँ अटाउँदैन।
यो ठाउँ त्यति सुरक्षित छैन। यसैले सबैजना बस्न र खानको लागि चौरमा पालले बेरेर बस्ने व्यवस्था गर्नुपर्छ। बाघको परिवार र नोकर चाकर गरेर जम्मा 50-60 जना जति आउलान्। चितुवाको कुरा सुनेर गैडा दम्पति छक्कै पर्यो। उनीहरूले छोरीको बिहेमा पनि यति धेरैलाई खुवाउनु पर्ला भनेर सोचेका थिएनन्। चितुवाको कुरा अझै सकिएको थिएन। उसले भन्यो, जहाँसम्म खानेकुराको परिकारको कुरा छ, बाघले यो वनको कुनै पनि खानेकुरा खानुहुन्न। गुफामा दिनदिनै चाहिने खानेकुरा सबै सात डाँडा पारीको जङ्गलबाट आउँछ। बाघलाई बँदेल र मृगको मासु मनपर्छ। बगिनीलाई मजुर, कालिज र तित्राको मासु चाहिन्छ। अनि डमरीलाई कलिलो खरायोको मासु चाहिन्छ। अरू नोकर चाकरलाई अर्नाको मासु भए पनि हुन्छ। बँदेल, मृग, खरायो र अर्ना गरेर 100 वटा चौपाया र 50 वटा जति मजुर, कालिज र तित्रा भए मनग्गे पुग्छ। चितुवाले ती चौपाया र चराहरूको साथै अरू चाहिने कुरा पठाउने काम सात डाँडा पारीको जङ्गलको कुन होटलले पठाउँछ भन्ने ठेगाना पनि बताइदियो। खानेकुरा पकाउन पनि त्यही होटलले भान्से पठाउँछ। चौरमा टाङ्ने पाल, सोफा र टेबलहरू पनि होटलले नै पठाइदिन्छ। तिमीहरूले केही गर्नु पर्दैन, केवल होटलको बिल तिरिदिए पुग्छ। उहिले त बाघ आफैले शिकार खेल्न जानु पर्थ्यो। अरूले मारेको कुरा बाघले खान पनि खानु हुँदैन थियो। तर अहिले त साह्रै सजिलो भएको छ। ओहो, निकै सजिलो पो रहेछ त बाघलाई भोज खुवाउन। बिल तिरिदिए मात्रै पुग्ने रहेछ। आफूले केही पनि गर्नै नपर्ने रहेछ। चितुवाको कुरा सकिएपछि गैडा दम्पतिले लामो सास फेर्दै भने, गैडाले बाघको सत्कारमा भोज खुवाउन लागेको खबर वनमा डढेलो झैँ फैलियो। सबै पशु पक्षीले अचम्म माने। धेरैले पत्याएनन्। घाँस खानेले शिकार खानेलाई कस्तो भोज खुवाउने होला? त्यसमाथि बाघ र गैडा त पुस्ताउने बैरीहरू हुन्। उनीहरू बीचको यो मेलको उद्देश्य र परिणाम के होला भनेर धेरै सशङ्कित थिए। केही दिनपछि वनको माझको ठूलो चौरमा पाल टाँगेर भोजको आयोजना भयो। गैडाले बाघ परिवार अनि सबै नोकर चाकरहरूलाई निम्तायो। सात डाँडा परीको वनको होटलले राम्रो इन्तजाम गरेको थियो। दिनभरि चौरमा खानपिन गरेर तृप्त भएपछि साँझपख बाघ, बगिनी, डम्मरू र चितुवा, स्याल, बसो आदि नोकर चाकरहरू ठूलो ठूलो स्वरले डकार्दै गुफातिर लागे। बिदा हुने बेलामा बाघले गैडालाई सम्मान स्वरूप वनबहु नामक पदवी दिए। भोज सकिएपछि होटलले गैडासँग भोज र सबै सेवाको पैसा माग्यो। पैसाको रकम सुनेर गैडा अत्तालिएर झण्डै मुर्छा परेन। गैडा परिवारले चर्ने गरेको सम्पूर्ण चौर बेचेर पनि त्यो रकम तिर्नु पुग्दैन थियो। गैडाले होटलसँग 1 साताको म्याद माग्यो। बाघको शरणमा नभई होटलको ऋण तिर्नु सम्भव थिएन। बाघले गैडाप्रति सहानुभूति देखाउँदै भन्यो, किन यति धेरै खर्च गरेर भोज खुवाउनु पर्थ्यो? जे हुनु भइहाल्यो। होटलको ऋण तिर्न मैले सकेको मद्दत गरौँला। होटलवालालाई म भनिदिउँला। थोरै थोरै गरेर किस्ताबन्दीमा तिर्न उसलाई मनाउँला, हुँदैन? गैडासँग किस्ताबन्दीमा थोरै थोरै तिर्ने पैसा पनि थिएन। उसको आम्दानीको कुनै बाटै थिएन। उसले बाघलाई आफ्नो बाध्यता सुनायो। गैडाका कुरा सुनेर बाघले मुसुक्क हाँस्दै भन्यो, त्यसो भए आम्दानी हुने एउटा काम गर्न सकिन्छ। बाघले आम्दानीको के उपाय बताउँला भनेर सुन्न गैडा उत्सुक भयो। बाघले भन्यो, अहिले हाम्रो वनबाट पनि केही पशुहरू विदेशमा काम गर्न गएका छन्। विदेशमा काम गरेर उनीहरूलाई निकै कमाएर यहाँ पठाइ पनि रहेका छन्। तिमीहरू पनि सपरिवार विदेश जान्छौ कि त? विदेशमा गएर काम गरेर कमाउने कुरा गैडाले कहिले सुनेको थिएन। वनको हरियो घाँस खान दिएर गुजारिरहेको गैडालाई केही पनि काम जानेको थिएन। उसले बाघसँग सोध्यो, हामी जस्तो अल्छीले के काम कस्तो होला? कति कमाइन्छ होला? विदेशमा गएर केही गर्नु पर्दैन रे। त्यहाँ पनि बसी बसी खाने नै हो। तिमीलाई एकदम सुहाउने काम छ। हाम्रो जङ्गलमा पाइने तिमीहरूकै जातको एकसिङे गैडा अरू कुनै पनि जङ्गलमा पाइन्न। यसैले विदेशमा हाम्रो जङ्गलको गैडाको निकै ठुलो माग छ। तिमीहरू पुरै परिवार विदेशको प्राकृतिक सङ्ग्रहालयमा गएर काम गर्न थाल्यौ भने सात डाँडा पारेको होटल नै किन्न सकिने पैसा कमाउने छौ। बाघको कुरा सुनेर गैडा रनभुल्लमा पर्यो। आफू जन्मेको, हुर्केको, खेलेको प्यारो वन कसरी छोडेर जाने होला भन्ने विचारले ऊ रन्थनियो भने अर्कोतिर विदेशमा कमाउन जाँदा नयाँ नयाँ ठाउँ हेर्न पाइने, कमाउन पनि पाइने र ऋण पनि तिरिने विचारले ऊ मक्ख पनि पर्यो। बाघको कृपाले अहिले गैडा परिवारको 4 जना बेलायतको चिडियाखानामा जीवन गुजारिरहेका छन्। चिडियाखानाले पठाएको रकमले बाघ परिवारले सात डाँडा पारीको जङ्गलको होटलको सत्कार र मेजबानीको मोज गरिरहेको छ। धन्यवाद।